हेलो एभ्रिवान, आज फेरि पनि अर्को नयाँ भिडियोमा स्वागत छ र आजको यो भिडियोमा एकदमै महत्त्वपूर्ण जुन 15 मार्क्समा सोध्ने ग्रामरहरू सोलुसन हुन गइरहेका छन्। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुभयो भने जुन यसभन्दा अगाडि मैले थुप्रै ग्रामरका भिडियोहरू ल्याएको थिएँ, ती जुन हरेकका जस्तो कि एडजेक्टिभ हुन सक्यो, त्यसपछि सब्जेक्ट भर्ब एग्रिमेन्ट हुन सक्यो, त्यो कुरालाई यहाँ प्रयोग गर्न सकिन्छ कि सकिँदैन, कतिको सम्झिनु भएको छ त्यो बारेमा पनि जानकारी हुनेछ र यो चाहिँ हाम्रो ओल्ड इज गोल्डको सेट 3 मा रहेको क्वेसन चाहिँ सबै 15 मार्क्सकै सोलुसन हुनेछ। यो चाहिँ इक्जामको लागि एकदमै महत्त्वपूर्ण हुनेछ। अब हामी सुरु गरौँ। जस्तो कि क्वेसन नम्बर 7 मा हामीलाई भनेको छ आई एम टु भनेको छ, त्यसपछि डलर दिएको छ टु भिजिट अ टिभी स्टार, त्यसपछि एडजेक्टिभ। अब कुनै कुनै अवस्थामा त एउटा सेन्टेन्स दिन्छ, त्यहाँ एडजेक्टिभ कुन हो अथवा एडभर्ब कुन हो भनेर सोधेको हुन्छ, त्यो अवस्थामा त एकदमै सजिलो भइहाल्यो। तर यस्तो अवस्थामा के गर्ने, अब केही आउन पनि आउँदैन। जस्तो कि अब यहाँ हेरौँ त, मैले चाहिँ टिभी स्टारलाई भेट्नको लागि चाहिँ अब भेट्न सकिनँ जस्ता कुराहरू हामीले राख्नु पर्यो। जहाँ चाहिँ हाम्रो के राखिन्छ भन्दा, जस्तो कि म एकदमै बिजी छु, जसले गर्दा अब यो टु प्लस यहाँ आउँछ नि एडजेक्टिभ, टु प्लस एडजेक्टिभले के कुराको सङ्केत गर्छ भन्दा, मैले चाहिँ मसँग धेरै काम भएको कारणले गर्दा योभन्दा बाँकी काम चाहिँ गर्न सकिनँ भन्ने कुरा। जस्तो कि एकैछिनको लागि हामीले बिजी राखौँ न ल, जस्तो कि म चाहिँ बिजी भएको कारणले गर्दा टिभी स्टारलाई भेट्न सकिनँ भनियो नि, भनिसकेपछि अब फेरि बिजी मात्र मिल्छ भन्ने कुरा छैन। जस्तो कि म टायर भन्न सकिन्छ, जस्तो कि म बढी थाकेको कारणले गर्दा अब चाहिँ म टिभी स्टारलाई भेट्न सकिनँ, यो कुरा पनि राख्न सकिन्छ। एउटा एडजेक्टिभ राख्ने हो। अब यसमा चाहिँ यलवाई जस्ता भर्बहरू राखेर एडभर्ब पनि बनाइन्छ भने अब त्यो कुरा चाहिँ हामीले कसरी बुझ्नु पर्यो भन्दा, जुन राख्दा पनि मिल्छ तर क्वेसन अनुसार चाहिँ रिलेटेड हुनु पर्यो। जस्तो यहाँ बिजीका ठाउँमा टायर अथवा अरू कुनै हुन सक्छ, त्यसैले त्यो कुरा चाहिँ हामीले हेर्नु एप्रोप्रिएट राखौँ है त। ल भनिसकेपछि अर्को छ अ नम्बर अफ र द नम्बर अफ। यो त मैले कति भनिसकेपछि यसमा भन्नै पर्दैन, त्यही पनि हाम्रो सोलुसन त गर्नै पर्यो। जस्तो यहाँ हेरौँ, अ नम्बर अफ स्टुडेन्ट र द नम्बर अफ स्टुडेन्ट। अब यसमा त मैले धेरै भनिसकेको छु कि जस्तो कि सम्झिनको लागि अ नम्बर अफ भनेको धेरै सम्झिनु पर्यो, द नम्बर अफ भनेको एउटा सम्झिनु पर्यो। अ नम्बर अफ धेरै भनेको धेरै सब्जेक्ट आएको छ अथवा प्लुरल सब्जेक्ट आएको छ भने भर्ब पनि प्लुरल लाग्छ। भनिसकेपछि यहाँ बी को प्लुरल भर्ब के हो, वेयर पनि हो, फेरि आर पनि हो। अब वेयर र आरमा जस्तो इज र वाज त भएन, तर वेयर र आरमा त हुन सक्छ नि। अब वेयर लाउने कि आर लाउने, अब यहाँ हेर्नु पर्यो। यहाँ यदि यस्टरडे अथवा लास्ट विक लास्ट मन्थ त्यस्तै कुराहरू थियो भने त्यो वेयर लाग्थ्यो। अब यहाँ के लाग्ने भयो भन्दा, यहाँ चाहिँ आर लाग्ने भयो है त। ल किन आर लाग्छ भने, किनभने यता आइएनजी त पहिले नै आइसकेको छ कि कन्टिन्युअसमा नै लाग्ने हो आइएनजी भनिसकेपछि त्यो कुरा पनि ख्याल गरियो। ल यहाँसम्म क्लियर छ भने अब बी को चाहिँ वाजर चाहिँ पास्ट फर्म हो भने जुन इजेमार चाहिँ हाम्रो प्रेजेन्ट फर्म हो भनेर बुझ्नु पर्यो। ल भनिसकेपछि अर्को छ फेरि देयर आर हर ज्युवेल्स अनि ब्रिफकेस। अब त्यो रत्नहरू अथवा गरगहनाहरू चाहिँ ब्रिफकेसमा छन् अथवा ब्रिफकेस भित्र छन्, भित्र हुन्छन् नि त्यो जस्तो कि झोलाभित्र गहना छन् भने जस्तो बुझौँ न। भित्र भनिसकेपछि के आइहाल्यो, हाम्रो एन्सर आइहाल्यो इनले के गर्छ भित्र। अब यो त हाम्रो पहिल्यैदेखि नै पढ्दै आएको कुरा। अनि डी नम्बरले के भनेको छ यो हेरौँ। जस्तो यहाँ अलिकति हेरिहालौँ, टुडे गङ्गाराम इज अब्सेन्ट। आज गङ्गाराम चाहिँ अब्सेन्ट छ, हि डट कम टुमारो। आज अब्सेन्ट छ भने पनि भोलि आउन सक्छ, 100% त आउँदैन, मस्ट त हुने कुरै भएन, आउन सक्छ। सम्भावना कसले जनाउँछ, सम्भावना भनिसकेपछि मे माइट। अब मे माइट यहाँ के छ, मे छ, भइहाल्यो नि त। ल सम्भावना छ, अब धेरै सम्भावना छ तर यो आउँछ कि आउँदैन भन्ने कुरा थाहा छैन कि सम्भावनाको लागि मे माइट। अब बढी कम सम्भावना छ भने माइट, कम त्यसपछिको सम्भावना भनेको मे। जस्तो कि 50, 60, 70% जति मेको सम्भावनाले जनाउँछ। ल अब यस्तै आउने हो न। अब मेको सम्भावना, मस्टको चाहिँ अनिवार्य, सुटको पास्ट एबिलिटी चाहिँ अर्को कुटको भनेर बुझ्नु पर्यो। सुटको हुनुपर्छ, हुनैपर्छ भन्ने मस्टको हो भने, हुनुपर्छ भनेको सुटको अलराई सजेसन दिने कुरा। अब यो मोडल भर्बको बारेमा पनि मैले बनाएको छु भिडियो, त्यसैले त्यो धेरै कुराहरू गरिरहन परेन। ल अनि भनेको छ आई डोन्ट थिङ्क आई विल डट माई आइडिया अन यु इम्पोज भनेको छ। अब इम्पोज चाहिँ भर्ब लाउन भनेको चाहिँ यहाँ मैले यो सोचिनँ कि, जस्तो कि मेरो आइडिया चाहिँ तिमीमा इम्पोज गर्छु भनेर सोचिनँ, अथवा गर्छु नभनेर विल आइरहेको छ भने गर्नेछु भनेर। गर्नेछु भनिसकेपछि एन्सर गर्नेछु नै भइहाल्यो नि त। गर्नेछु भन्नेको के हो नि त, सिम्पल फ्युचर हो। सिम्पल फ्युचरमा के लाग्छ,
विल प्लस V1 भनेको इम्पोज नै सेम नै भइहाल्यो कि इम्पोज ल इम्पोज भनेर लेखियो अब सेम नै भइहाल्यो यसमा चेन्ज नै भएन कि इम्पोज भनेको इम्पोज नै भइहाल्यो अब गर्नेछु भनिसकेपछि गर्नेछु नै भइहाल्यो भनिसकेपछि अब अर्को भनेको हाम्रो यो जेरन र इन्फिनिटिभबाट जेरन र इन्फिनिटिभको भिडियो भर्खर यो भिडियो बनाउँदाका अघिल्लो दिन नै मैले अपलोड गरेको छु भनिसकेपछि अब त्यो भिडियो हेर्नुभयो भने अब यसमा त समस्यै छैन किन छैन भन्दा यो भबको कुरा हुन्छ प्रिपोजिसनको कुरा जस्तो टु पछि प्रिपोजिसन 2 आएको छ 2 पछि चाहिँ हाम्रो के लाग्छ जेरन लाग्छ तर मैले भनेको थिएँ कि जुनसुकै प्रिपोजिसन आए तापनि हाम्रो जेरन लाग्छ तर 2 मा चाहिँ अलिकति ख्याल गर्नुपर्छ किनभने यहाँ अगाडि त हाम्रो भबहरू पनि दिएको थिए मैले इन्फिनिटिभ लाग्ने भब कुन हुन् जेरन लाग्ने भब कुन हुन् भन्ने कुरा त्यहाँ भनेको छु जसमध्ये बढी प्राथमिकता दिएको इन्फिनिटिभको भब के हो डिसाइडेड इन्फिनिटिभको इन्फिनिटिभ भनेको कस्तो 2 + V1 हो 2 + V1 भनेपछि 2 त पहिले आइसकेको छ अब 2 + V1 2 पेन्ट लेखिन्न फेरि 2 + V1 2 आइसकेको छ भने पेन्ट लेखौँ ल पेन्ट लेखौँ यहाँसम्म क्लियर छ अब अरू सबै प्रिपोजिसन आएका थिए भने त्यो पछाडि हाम्रो पेन्टिङ हुन्थ्यो किनभने जस्तो कि यहाँ चाहिँ हाम्रो भब यहाँ जुनसुकै भब आओस् यसको चाहिँ हुँदैन जस्तो कि मैले दिएका भबहरू बाहेक भनौँ न जुन जेरनका भब छुट्टै नै हुने भए अनि इन्फिनिटिभका छुट्टै नै हुने भए जुन इन्फिनिटिभका त्यहाँ भएका भब बाहेक जति पनि प्रिपोजिसनसँग आउँछ प्रिपोजिसन पछाडि जेरन लाग्ने अब यो सबै कुराहरू मैले बताइसकेको छु नयाँ भिडियोमा त्यसैले त्यो भिडियो हेर्नु होला त्यहाँबाट एकदमै क्लियर हुन्छ ल अनि अब अर्को छ जी नम्बरमा हामी पुगिसकेका छौँ जी नम्बरमा पनि हाम्रो नयाँ हरेक क्वेसनमा नयाँ तरिकाहरू हामीले जान्दै गइरहेका छौँ यहाँ हेरौँ यहाँ के भनेको छ भन्दा मनोज पिक द की फ्रम द ड्रवर भनिसकेपछि उसले दराजबाट चाहिँ चाबी लियो किन लियो त टु अनलक हिज वार्डरोब भनिसकेपछि अब यहाँ अलिकति बुझ्नु पर्यो कि अब त्यो दराजको घर्रा भनौँ न दराजको घर्रा खोल्नको लागि उसले दराजबाट चाबी लियो अब भनिसकेपछि यहाँ केही छ यहाँ भर्नु पर्ने केही छ यो एकदमै कन्फ्युजन क्वेसन भनेकै यही हो जस्तो कि यहाँ सिधै यो सेन्टेन्स नै पुरा छ नि मनोज पिक द की फ्रम द ड्रवर टु अनलक हिज वार्डरोब भनिसकेपछि यहाँ केही छ त यहाँ त पुरै न कन्जक्सन भनेको छ कन्जक्सन भनेको कस्तो हो त जस्तो कि कनेक्टिभ सम्बन्धी जस्तो कि इन स्पाइट अफ डिस्पाइट अल्दो दो इभन त त्यसपछि अब कन्जक्सनमा बिकज एज वेल एज यस्ता कुराहरू अब यसमा त्यो केही लाग्छ त लाग्दैन नि किनभने यो सेन्टेन्स त पुरा छ यसको त हामीले लेख्नै परेन कि हाम्रो सिधै एक्स लगाइदिए पुग्यो ल भनिसकेपछि अब अर्को हेरौँ अर्को यहाँ भनेको चाहिँ हिमा डट भनिसकेपछि इज अ मोडल वाज इलोप बाई अ स्ट्रेन्जर अब यहाँ बुझ्नुपर्ने कुरा जस्तो कि अब मैले रिलेटिभ प्रोनाउनको बारेमा बताएको थिएँ त्यहाँ हु भनेको को अथवा जो कसलाई कसको भनिन्छ अब यहाँ बुझौँ न हिमा जो मोडल थिए एन्सर आफै आइसकेको छ यहाँ हामी धेरै कुरा गर्नै परेन अब एन्सर नै आइसकेको छ कि हु के अब एउटा कुरा त यो भब अगाडि सब्जेक्ट लाग्छ सब्जेक्टमा हु लाग्छ यदि भब पछाडि भए अब्जेक्ट हुन्थ्यो अब्जेक्ट पछाडि के लाग्छ हुम लाग्छ र यहाँ हामीले आफै बुझ्ने कुरा हिमा जो मोडल हो भनिसकेपछि जो भनिसकेपछि हु आउँछ के जसलाई भनेको भाइ हुम आउँथ्यो क्लियर छ ल यो कुरा बुझिसकेपछि अब हामी बाँकी क्वेसन हेर्छौँ अब जस्तो अहिलेसम्म भनेका हरेक ग्रामरका भिडियोहरू मैले ल्याइसकेको छु भनिसकेपछि अब यो यी दुईवटा पनि मैले ल्याएकै नै छु फेरि भनिसकेपछि अब यहाँ अलिकति आइडिया लाउँ त धेरै समय भएको छैन यो भिडियो आइसकेको भनिसकेपछि हजुरले सम्झिनु भएको छ यदि त्यो भिडियो हेर्नु भएको छ भने त्यहाँ मैले प्यासिभ भोइसको इक्जामको लागि 100% आउने कुराहरू ल्याएको छु भनिसकेपछि जस्तो यहाँ यो कुरा मैले त्यो भनेको जति पनि ट्रिकहरू दिएको थिएँ त्यहाँ छ नै हेरौँ जस्तो कि people report farmers are making money this day अब यदि पिपलसँग रिपोर्ट बिलिभ यस्तै आएको छ भने त्यसैलाई नै हामीले इट लगाएर गर्न सकिन्छ भनेको थिएँ तर अब त्यहाँ त्यो कुरा बुझ्नुभन्दा जस्तै सब्जेक्ट भब अब्जेक्ट हेरौँ त पिपल रिपोर्ट फार्मर्स भनिसकेपछि यसैलाई हामीले गरौँ है त जस्तो पहिला हाम्रो फार्मर्स अगाडि ल्याउँ किनभने प्यासिभ भोइसमा जहिले पनि अब्जेक्टलाई अगाडि ल्याउने कुरा हुन्छ बुझौँ है त बुझौँ ल फार्मर्स अब भनिसकेपछि अब यहाँ के आउँछ किनभने पिपल रिपोर्ट फार्मर्स भनिसकेपछि अब यहाँ के आउँछ ठ्याक्कै यहाँ हेर्नुहोस् त आर मेकिङ छ नि आर मेकिङ छ भने अब यो भनेको कुन भब हो भनिसकेपछि आर ल्याउनु पर्यो आर फार्मर्स किन आर भयो भन्दा फार्मर्स भनेको त धेरै हुन् नि
धेरै भनेको सिंगुलर नभएर प्लुरल सब्जेक्ट हो। प्लुरल सब्जेक्टसँग के आउँछ अब चाहिँ आर आउँछ अथवा के भनौँ प्लुरल भर्ब आउँछ। भनिसकेपछि अब बाँकी कुरा के छ भन्दा जस्तो कि यो प्रेजेन्टमा भएकाले आर आएको थियो। ल भनिसके आर प्लस भी3 जहिले पनि भी3 आउँछ केमा भन्दा प्यासिभमा रिपोर्टेड। ल रिपोर्टेड भनिसकेपछि अब बाँकी के छ, अब बाँकी केही पनि छैन, सबै सार्ने छ, त्यति हो। ल मेकिङ मनी। ल मनी यताको त सेम सार्ने हो, अरू केही पनि छैन। ल दिज तेज। ल अब सुरुमा यो क्वेसन कति अप्ठ्यारो थियो, अहिले यही क्वेसन सबैभन्दा सजिलो भयो। किनभने हामीले बुझ्यौँ, किनभने अब्जेक्टलाई अगाडि ल्यायो। अब भी1 भइसकेपछि के हुन्छ, सिम्पल प्रेजेन्ट आर प्लस भी3 इजेमआर प्लस भी3 आर आइहाल्यो, भी3 आर किन आयो थाहा भयो, भी3 भइहाल्यो किन आयो, बाँकी कुरा सार्ने। क्लियर छ नि। र यसमा पनि प्यासिभ भोइसको इक्जामका लागि एकदमै महत्त्वपूर्ण के छ भन्ने कुरा मैले बताएको छु प्यासिभ भोइसको भिडियोमा। जुन भिडियोहरू जति पनि भनेको छु नि ती एउटा इङ्ग्लिस ग्रामर भन्ने प्लेलिस्टमा छन्। त्यो कुरा त्यो प्लेलिस्ट मैले डिस्क्रिप्सनमा राखिदिन्छु, त्यहाँबाट हेर्नु होला। अनि वाट इज योर नेम याक्स्ट, अब यो कुन क्वेसन हो थाहा भइहाल्यो, रिपोर्टेड स्पिच। अब यहाँ के भनेको छ, डब्लुएच क्वेसन आयो, हामीले के गर्ने, यो बारेमा त हामीले जानिसकेका छौँ। ल पहिला पिपल आस्क्ड, योर भनेको छ तपाईँले भनेको, त्यसैले मी लेख्नु होला। त्यसपछि अब इफ अथवा वेदर केमा लाइन्छ, यस्नो क्वेसनमा लाइन्छ। डब्लुएच वर्ड आए पर सेम नै डब्लुएच वर्ड राखिन्छ। ल अब यता के छ, यस्नो क्वेसन, यो चाहिँ भर्ब सब्जेक्ट त्यसपछि आउने हो। भनिसकेपछि पहिला भर्ब आएको छ, अब यहाँ सब्जेक्ट भर्ब अब्जेक्टको रूपमा राख्नु पर्यो। अब सब्जेक्ट के हो त, योर नेम हो नि त। योर नेम भनेको, योर भनेको त माई नेम। इज भनेको इजेम आएको, इजेमआर आएको छ, अथवा हामीले चाहिँ के बुझ्नु पर्यो भन्दा यो प्रेजेन्टमा आएको छ भने पास्ट। भनिसकेपछि इज आएको छ, इजलाई के गरिन्छ, पास्टमा वाज लेखिन्छ। क्लियर छ नि। अब यहाँसम्म क्लियर छ भने हामी धेरै कुराहरू बुझ्न परेन के। भनिसकेपछि अब चाहिँ हामी केमा गइसकेका छौँ भन्दा अब चाहिँ हामी अर्को क्वेसनमा गएका छौँ। ल अब यहाँ हेरौँ त कर्मीसँग क्वेसन नम्बर 8मा हेरौँ। यो क्वेसन नम्बर 8 को धेरैलाई गाह्रो लाग्ने पनि हो, तर अब अहिले चाहिँ यहाँ धेरैलाई सजिलो लाग्ने पनि छ। भनिसकेपछि अब यहाँ पहिला क्वेसन के छ त्यो त हेरौँ। जस्तो कि यहाँ हेरौँ, व्हिच अफ द फलोइङ वर्ड्स पोजेसेस, युबाट आउने चाहिँ साउन्ड, यो साउन्ड कसको आउँछ त, यो साउन्ड त सबैको आउँछ, तर यो डबल डट दिएको छ नि, दुईवटा थोप्ला दिएको छ नि, भने यसको अर्थ लामो उ कसको आउँछ। अब यहाँ हेरौँ, हुड हामीले आफै वुड भन्ने होइन कि, खास वास्तविक हुड, गुड, बुक, तर मुन उन आइरहेको छ नि, मुन त अलि लामो आइसकेको छ। भनिसकेपछि एन्सर के भयो, मुन भयो। क्लियर छ। ल अनि अर्को भनेको छ, व्हिच अफ द फलोइङ वर्ड हेज द डिस्टिङ्क्ट इनिसियल कन्सोनेन्ट साउन्ड, सुरुको कन्सोनेन्ट साउन्ड चाहिँ कसको चाहिँ फरक छ त, सुरुको। जस्तो सुरुको कन्सोनेन्ट भनेको कहको साउन्ड हो। भनिसकेपछि सुरुको है त, इनिसियल सुरुको। प्रे प आइरहेको छ, प्ले प आइरहेको छ, प्लाइ प आइरहेको छ, तर ट आइसकेको छ। भनिसक्यो यो त एकदमै सजिलो। यहाँ चाहिँ सब पीबाट पको आइरहेको छ, एउटा टबाट आएको, टीबाट आएको छ, ट भनेर बुझ्नु पर्यो। ल भने अब यो पनि एकदम अझैसम्म एकदमै सजिला छन् है, यिनी सबै नै हाम्रा मिल्न सक्छन्। अब जस्तो हेरौँ, हाउ मेनी सिलेबल्स आर इन द वर्ड कनेक्टेड, कति सिलेबल। अब इङ्ग्लिसमा यो त मिलाउनै पर्छ कि, यति सजिलो क्वेसन, अब यो त बिगार्ने भएन। अब अक्षर संरचना नेपालीमा पनि हामीले पढिसकेका छौँ। भनेपछि कनेक्टेडमा कतिवटा सिलेबल छन्, कनेक्टेड भनेको हाम्रो सास जति पटक हामीले फेरिन्छ त्यही नै लेख्ने हो। जस्तै कनेक्टेड 3वटा भयो, 3 मा एउटै छ, 3 सिलेबल हेरौँ न, सिलेबल 3वटा भयो। यसरी हेरौँ, अब हामीलाई कनेक्टेड वर्ड दिएको छ, कनेक्टेड 3वटा भयो। ल अब बाँकी क्वेसन हेरौँ। अब अझैसम्मका एकदमै सजिला नै आएका छन्। अब हजुरहरूको भाग्य छ भने यो कुरा पनि इक्जाममा पनि यस्तै क्वेसन आउन सक्छन्। भनिसकेपछि चुज द करेक्ट स्पेलिङ, यसको स्पेलिङ चाहिँ कुनको करेक्ट हो त अब हामीले हेर्नु पर्यो। सटायर, यो चाहिँ टिआरई हुन्छ, भएन नि, सटायर्ड। अनि अब अर्को छ स्टियर, एसटिआरई, यो त ठिक छ नि, तर अरू पनि हेर्नु पर्यो, अरू के छ, ट्रेज, यो त बिग्रिहाल्यो। अनि नन अफ द दिज
करेक्ट। यहाँ हेरौँ स्टियर जुन अगाडि एसटिएआरई अब यससँग एट लाग्छ भनेर मैले अगाडि पनि भनेको थिएँ, जुन यसभन्दा अगाडि मोडल क्वेसनको ग्रामर प्रस्तुत गर्ने क्रममा भनिसक्यो। जहिले पनि स्टियरले एट लिन्छ प्रिपोजिसन भनेर बुझ्नु होला है त। यहाँ पनि मैले त्यो कुरा बताइहालेँ। ल अब यहाँ भनेको छ आई भिजिटेड हर प्यारेन्ट्स ओन्स इन अ ब्लू मुन। इट मिन्स आई। अब यहाँ बुझ्नुपर्ने कुरा हो, यो भनेको एउटा मिनिङ हो। यसमा पनि फ्रेजलहरू अरू भबहरू हुन्छन् जुन उखानहरू टुक्काहरू, त्यसको बारेमा मैले भिडियो हजुरहरूले चाहिँ भन्नुहुन्छ भने लिएर आउँला। किनभने मसँग चाहिँ अलिकति हजुरहरूलाई जस्तो कि अगाडि भर्खरै इन्फिनिटिभ र जेरन्डको बारेमा बताए जसरी त्यहाँ चाहिँ थुप्रै भबहरू पनि मैले दिन सक्छु। त्यसको लागि कमेन्ट आउनु पर्यो र त्यस्तै प्रकारका क्वेसन मध्ये एउटा क्वेसन फस्न पनि सक्छ, त्यसमा ग्यारेन्टी छैन तर फस्न सक्छ भनिसकेपछि त्यो बारेमा कमेन्ट गर्नु पर्यो। र हजुरहरूले चाहिँ भिडियो मात्र हेर्ने होइन, एउटा कमेन्ट भने ओइलले छोडिहाल्नुहोस् र यो एन्सर हेरिहाल्नुहोस्। ल भनिसकेपछि आई भिजिटेड हर प्यारेन्ट्स, मैले चाहिँ रमाइलो समयमा एक दिन चाहिँ भेटेको थिएँ कि प्यारेन्ट्सलाई भेटेको थिएँ अथवा भेटेँ। प्यारेन्ट्सलाई रमाइलो समयमा मैले प्यारेन्ट्सलाई भेटेँ एक दिन भनिसकेपछि भिजिटेड अफन बारम्बार भेटिनँ, मैले एक दिन भेटेँ। अनि आई भिजिटेड इन अ लोनर डे अथवा ग्रहण लागेको समयमा मैले भेटिनँ कि ग्रहण लागेको समयमा होइन। नन अफ द एबभ, यहाँका केही पनि मिलेनन् कि यो मिल्छ र हेरौँ त। जस्तो कि आई भिजिटेड रियली, म कहिले काहीँ कि बिरलै कहिले काहीँ भेटेँ कि हो मैले कहिले काहीँ त भेटेको हो नि, रमाइलो दिन भेटेँ तर म बारम्बार भेटिनँ, कहिले काहीँ भेटेँ अथवा एक दुई दिन भेटेँ भनिसकेपछि अब यो ग्रहण लागेको दिन अथवा भेट्ने कुरो होइन भनिसकेपछि आई भिजिटेड रियली। फेरि धेरैले मिलाउने अब ब्लू मुन आइरहेको छ कतै यही त होइन भनेर यही ल्याउने चान्स बढी हुन्छ। यो कन्फ्युजन गराउने वर्ड हो, यसमा चाहिँ अलिकति ख्याल गर्नु पर्यो। र अब हजुरहरूलाई के भिडियो आवश्यक छ त्यो कमेन्ट गर्नु होला। भिडियो कस्तो भइदिए हुन्थ्यो र भिडियोमा केही कमी कमजोरी अथवा राम्रो छ कि छैन त्यो पनि कमेन्ट गर्नु होला। लाइक र यस्तो प्रकारका भिडियोहरू नयाँ र अन्य सब्जेक्टका पनि आउने भएकाले च्यानललाई सब्सक्राइब गरेर अल नोटिफिकेसन अन गरी हजुरहरूले चाहिँ आफ्नो साथीलाई पनि सेयर गर्नु होला। मैले यस्तै प्रकारका प्र्याक्टिसका भिडियोहरू चाहिँ नियमित रूपमा ल्याइ नै रहन्छु है त। हस् त।